हाम्रो मनिता जन्मेको ठाउँ चाहिँ यो रुट देखिएको बाँसको झ्याङ आसपास त्यहाँ एउटा घर थियो अरे त्यहाँ नै मनिताको चाहिँ जन्म भएको यहाँ जन्मेको होला लोइङ बस्तीमा जन्मिने मान्छे चाहिँ उहाँ हुनुहुन्छ त्यतिखेर जङ्गल थिएन हौ मैले थाहा पाउँदा जङ्गल थिएन सिक्किम लोइङ बस्ती उयो आउँछ है माथिको घर चाहिँ कसको रहेछ दाजु कुन चाहिँ पछाडि मोडलहरू बनायो होला नि निमाहरूले पनि बेचेको निमाहरूकै होला मोडल बा कसको हो खै बेचे अहिले त डल्लै त देखिसक्यो देख्यौ त तिम्रो जन्मस्थान होइन जस्तो लाग्यो तर हो भित्तामा किन होइन भने यो पनि उसकै बारी हो नि त आउँछुकै बारी हो नि बेचेको नि हाम्रो दिदीहरू यो जङ्गलमा पुरा घाँस काट्नु भएको अरे पहिला अहिले चाहिँ मान्छे नबसेर जङ्गल पहिला त त्यहाँ गम्भीर सिंह भनेको बुढो बाजे थियो बुढो थियो जङ्गलको त होइन होइन प्राइभेटै हो हाम्रो दाजुलाई पनि धेरै ज्ञान छ यो बारेमा यस्तो भिरालो छ कसरी जङ्गल उहिले हामीलाई यहाँ बसेर बानी भएको कि यस्तो यस्तो त्यस्तो त्यस्तो छ नि त्यो भित्तामा भित्तामा त्यहाँ माथि तिनीहरूको माकुरी घर दिने यस्तो त जङ्गल उसको गम्बे सिंह पनि भन्थे त्यो उयो थियो नि भाउजूको के अरे के पो त्यो दाईको नाम पछि त्यो रम्दे ढुङ्गाले खिचाएर ठुलो भाइ उहाँहरूको चाहिँ कता हो थाहा छ त मलाई त त्यो घरदेखि मास्तिर पुरा उयो थियो नि अलैँची थियो नि अलैँची खाएर हो टट्टी अड्केर बाबाले भावुक भएन भने रुन एकचोटि बसेर घोडा टेक्यो अरे मलाई त रुनु पनि आउँदैन आँसु पनि बचपन यही बितेको उहाँहरूको हाम्रो दिदी बाख्राको चाहिँ एकता थियो जस्तो लाग्छ अनि इस्कुसको झ्याङ ठुलो थियो जस्तो लाग्छ होइन यो बढिसकेको थियो अनि 5-6 वर्षको मान्छे नि ठुलै हुन्छ नि बच्चा भनेको बढिसकेको थियो 87 को मान्छे अनि बाबा कतिमा खस्नु भएको अरे 92 ल यहाँ हाम्रो ससुराबा पहिला बसेको ठाउँमा हामी जाइरहेको छौँ र अहिले उहाँको साथी पनि भेट भएको छ मलाई हिँड्ने अल्छी लागिरहेको जानु पर्यो घरमा होइन आमाले उहाँ पनि ऊ परबाट यता हेर्ने पनि चिन्छ है आमाले ऊ पर यता हेर्ने चिन्छ है त्यो चाहिँ ऊ परबाट यता हेर्दैछ नि त्यो आई त्यो आई चाहिँ उयो यो पूर्वा मिस्त्री भन्ने क्या बोरा जता उहाँको जेठी छोरी उहाँ अहिले यतै आएको छ उहाँ बसिरहने आन्टी पनि चिन्नुहुन्छ भन्दै हुनुहुन्छ यहाँ आउनु आउनु अब एकछिनको फोटो 3 जनाको मान्छे भेट्यो त अनि तपाईहरुलाई चिन्ने
उहाँले चाहिँ हाम्रो ससुराबा सासु आमालाई चिन्नु हुँदो रहेछ। यता चाहिँ त्यो उयो हो भाउजू हाम्रो रमिला दिदीको नाम पनि याद रहेछ उहाँलाई। उहाँलाई चाहिँ हाम्रो ससुराबा खसेर दफन गरेकोहरू सबै याद रहेछ। यही हो है। नमस्ते नमस्ते। यही ठाउँमा बस्नु भएको है। अर्को घर चाहिँ त थियो होइन घर चाहिँ होइन पहिला टाढै गर्छु यही थियो नि यही लोकेसन हो नि आगेको घर चाहिँ कुन चाहिँ यही हो थियो हो यो डिलडेका चाहिँ यही हो एउटा किचन जस्तो हो यहाँ थियो यहाँ चाहिँ अन्त टाढै घर चाहिँ उहिलेदेखि यही हो केटाकेटीमा चाहिँ आँगनमा ठुलो बाख्रा कोट चाहिँ यहाँ बाख्रा यहाँ पाल्थ्यो बाबाहरूले बाबा खस्यो ओ यहाँ यहाँ कोट चाहिँ यहाँ थियो बाख्रा कोट अन्त बाख्राकोट यता जस्तो लाग्छ नि टोइलेटहरू यता त अलैँची घरि पुरा थियो नि रात त्यो बेला अब त पुरा मासु नि सबै मासु है यहाँ माथि कटै बनाउनु कटेर भनेको उयो क्या त्यो ठुलो भाइ भन्नु ठुलो भाइको बाउलाई कटेर भन्छ नि हजुर हजुर कतै भाउजू चाहिँ त्यो रमिको ढुङ्गामा खस्यो अरे नि होइन भाउजू खस्यो उसको बुढी त राई नि उसको बुढी रहने थियो नि ढुङ्गा त्यो पहिरो झरेर अनि ए पहिरो झरेको होइन यहाँ मैले सोरेर लगेको नि 6 जना व्यक्ति चाहिँ मारेको हो नि ए पहिरो चाहिँ गएको रहेछ। जङ्गलमै सोरेर आएको हो यहाँ मारेको नि माथिको ढुङ्गा झरेको अरे नि हजुर हजुर त्यो माथिबाट रमिको ढुङ्गा झरेको रमिको ढुङ्गा अझै छ ए अझै छ त्यो छ हो त्यो चाहिँ किन त्यस्तो अर्केर भएर खास चाहिँ यस्तो चाहिँ माथिबाट अलिकति गर्दै गर्दै अन्त यसो क्या फिन्जिँदै फिन्जिँदै आएको रहेछ नि मोतीबाट ल्याएको नि यो धारा त पुरानै होला हौ हामीले पानी यो धारा होला अब उहिले धारा यहाँनिर छ होला यस्तै छ कल धारा त्यस्तै आँगनमा थियो जस्तो लाग्छ मलाई पनि हाम्रो ससुराबाहरूसँग तपाईँ एकदम चिनजान पहिला नि। बाबा कस्तो हुनुहुन्थ्यो अरे नमन माग्नुहोस् न हुन्छ हुन्छ। अहिले त्यो बाबा छोरीकोमा छ होला कि ए आगे बोल्यो भने म रमिला आमा पहिला बस्ने बोलेको भन्नुहोस् न बहिनी भन्नुहोस् न हो कति बुढो भयो होला है बुढो भएन त्यस्तै 74 हो ए हाम्रो बाबाहरू सँगसँगै यस्तो लाग्छ हजुर 74 हो अन्त आगे त अलि अलिकति जेठो कि होइन कान्छो भल हाम्रो सस के अब त 50 51 53 55 पुग्यो छोरा 26 वर्ष पुग्यो अनि छोरा चाहिँ माथि लेमा छ अहिले इन्डियन आर्मी हो हजुर हिजो अस्ति भर्खर छुट्टी आएर चाहिँ फर्केर गएको होला टिबेटन होइन होला इन्डियन टिबेटन आर्मी त होइन होइन के भन्छ कुन चाहिँ यसमा 18मा यसमा गएको थियो 18 वर्षमा हो कुन चाहिँ पल्ट त्यो यो चाहिँ याद भएन त्यो चाहिँ मैले सोध्नु भुलेछ युनिट पल्टन बटालियन हजुर हाम्रो ससुराबा चाहिँ झ्वाकी हुनुहुन्थ्यो अरे। झक्की पाकपु गर्ने कुटी पनि हाल्ने मान्छेलाई। खतरा बिचरा म बिचरा सबसे कान्छी छोरी उहाँ रहेछ म त चिनेन म 5 वर्षको काको नि 5 वर्षको हुँदा बाबा खस्नुभयो अनि 2 वर्ष त्यहाँ पारी बस्यो हाई सेकेन्ड्री मुनि छ्यामार्कोमा त्यसपछि चाहिँ नेपाल गएको हो नि त यता स्कुल कुन क्लाससम्म पढ्यो बहिनीले यहाँ लुइङ स्कुल पढ्यो लुइङ स्कुल पढेको अनि 1 वर्ष बुर्तुक अनि फेरि 1 वर्ष पिएनजी यहाँबाट गएर पारी बसेर चाहिँ म त उमाको साथी हो नि उमा त चिन्नुहुन्छ नि तर बिचरा पढाउनु चाहिँ बिचरा बाबा हुन्छ पढ्दै थियो होइन हजुर पढ्दै थियौँ नि बिचरा बाबा त बिचरा राम्रै पढाउनु हुने थियो बेलामा चल्दै हाल्नु बेलामा हजुर हो नि त उमा त चिन्नुहुन्छ नि उमा कार्की उसको म क्लासमेट हो नि त साथी छ अरे यहीँनिर पढाउँदैछु भन्थे आइसिडिएस नम्बर छ उसँग नम्बर छैन छ तपाईँसँग मेरो पनि छैन उसँग त फेसबुकमा मात्रै कन्ट्याक्ट भएर बोलेको
उसँग चाहिँ हामी चाहिँ अरू मात्रै थाहा छ साथीहरू सबै बिर्से तपाईँ कुन ब्याचको अलिक अगाडि नि होला हामीहरू त धेरै अगाडिको हो नि कति सालको तपाईँ खोइ त्यो चाहिँ अब आमालाई पनि त्यति बुझ्नु सकेन अब मलाई पनि अब त्यति अनुभव छैन अब यति चाहिँ पुग्यो भनेर आमाले चाहिँ होइन बताउनु हुन्थ्यो अनुमानित तपाईँ कति सालको 50-56 त्यस्तो पुग्यो अब 55 भनेपछि तपाईँ 70 को त होइन होला 1970 को त त्यो होला यसको मुनि थापे लिएको जस्तो लाग्यो मलाई ढाडा आँगनमै त्यो यही हो कि जस्तो लाग्छ कि पछि बनाइदियो कि यो अहिले घरमै हुनुहुन्छ हो कहाँनिर यहाँबाट चाहिँ कहाँदेखि जानु यहाँबाट उकालो निकै माथि जानु निकै माथि छ जस्तो लाग्छ माथिको रुख होइन अहिले पनि त्यहीँ छैन नि घर बोजू पनि हुनुहुन्छ बाजे बोजू अनि माथको भाइ मामा नि भाइ कि दाजु भाइ माथि उयसमा मुङथाङ अनि यहाँ चाहिँ मम्मी बाबा सानोमा चिनेको साथीहरू सबै भेट हुँदैछ हाम्रो दिदीको पनि साथीको छोरा अरेको भाइ चाहिँ मम्मीलाई त भेट्नु जानु अब हामी दिदी हतार भयो आमाको फोटो छ यहाँ छ आमालाई यहाँ फोटो खिचेर लानु नि आमालाई देख्नु उहिलेको साथीहरै भन्नु भनिदिनु नि अन्त एकदिन मजाले आउनुहोस् न ल यो यता आउँछ अब हामीले फर्किहाल्छौँ नि हामी त फेरि कहाँ हामी यहाँबाट हो त नेपालबाट आएको आम्बोहु पहिला यहाँ हुर्किनु भएको र जन्मिनु भएको त्यही भएर त्यो भाइ चाहिँ हाम्रो दिदीको साथीको छोरा अरे पहिला सानो भाँडाकुटी खेल्नु भएको अरे भाइको आमासँग चाहिँ सानो आमा त अहिले हिँड्नु सक्नुहुन्न त्यहाँदेखि हजुर खै त्यो थाहा पनि हाम्रो सानो भाइ जन्मेदेखि चाहिँ प्यारालाइसिस भयो सँगै पढेको तपाईँसँगै पढ्नु भएको अरे मसँगै पढेको थाहै छैन उमालाई चिन्छ उमा त चिन्छु के पर्छ ऊ भिडियो दाजु हो नि भिडियो दाजु चिन्जानको मान्छे त धेरै भेट भयो त नि आज के भरि नाम उमा चाहिँ सँगै भएर थाहा भयो अनि सँगै थियो उमालाई चाहिँ उमा त अब तिनीहरू केटी मान्छे सानो थियो नि त यता कान्छी ज्वाइँ बहिनी ज्वाइँ दाजुभाइ अन्तारे उयो अन्तारे उपर गरौँ जुप्पा भाइ भाइको नि हामी 7 जना हो दाजु अनि कसैले यहाँ आएर यता आज तपाईँ के बस्दैछ अहिले म नेपाल बस्छु के गर्दैछ त ए यतिकै यसो काम गर्छु रिसा चाहिँ त्यतिखेर चाहिँ काम चाहिँ साह्रो गर्दैन है उहिलेको चिनजानको सबै भेटघाट हुँदैछ यहाँ मलाई साथी थाहा भएको सुन थाहा छैन बाबा कामबाट अनुबन्ध आएर जान दिनु परै आउँथ्यो नि बाटोमा खाँदै खाँदै होला बाटोमा खाँदै आउनुहुँदो रे
अनि यहाँ ल्याएर फोरा आदि दिन्छु अनि किन सुन्दा होइन यति पनि आमालाई त त्यसरी आदि त यो नदिनु लोकेसनमा त सुब्बा मिस्त्री भनेपछि त निकै चल्ती थिए होइन चल्ती नै थियो लेङमा त्यतिको सिप भएको मान्छे पनि थिएन त्यो बेलामा है रिसाको चप्पोका आमा त्यही त भन्दैछु अलिकति त्यो बाख्रा कुन केबाट ढुङ्गाले यता ढुङ्गाले यस्तो हिर्काएको म त यस्तो पछाडिको भचाला भनेको थियो तर हिर्काएन भने त लाउने गरेर हिर्काउनु जान्थ्यो क्या दिन्छ मर्नका छिल्ले छोड्के पार्नु त्यस्तो खालको थियो हिर्काउनु त मर्दैन त हाम्रो गाउँसँग चाहिँ हेल्पर गर्दा दाजु थापापुरा बुहारी पनि छ नि तपाईँले याद छ नि उ त सानै के उनीहरूले चिन्नु थियो म सक्दैन कुनै त होला न हो होइन यस्तो थियो ऊ सानैमा यहाँबाट फेरि लिएको त्यही गएको हो नि त बाबु बिमारी हुँदाखेरि बाबुलाई हस्पिटल बोकेर लानु उही त होइन घाममा बोकेर त्यति कहाँ गाडी थिएन बोजा गाडी बोकेर ए उहाँले बाबुलाई बोकेर लानुभएको उहाँले त्यही वर्ष भयो नि त त्यहाँ भिन्दा जस्तो कहाँ छ पत्र होइन त्यति बेला चाहिँ उयो थियो अलिकति पहिले मोटो थियो अहिले सानो भएछ भन्छु अहिले चाहिँ कहाँनिर भयो आफ्नो चाहिँ उनी अरे ए यो घर हो ए यता सानो बहिनी आफ्नै पहिला जग्गा थियो हामीले चाहिँ हाम्रो घाँस काट्दै गरेको थियो पहिला पनि त घर थियो यो त्यहाँ चाहिँ अलिअलि बस्ती हो ए भाटी उहाँको भाइको घरको सिधा मुनि भाटी थियो हो हाम्रो चाहिँ अलग्गै भट्टी यही हो अनि एक समयमा के कति वर्ष गाडी थिएन हो भोलि बोकेर माथि केही बेलुका फर्काउनु थियो नि दिदीलाई पनि बोकेर लानु भएको अरे उहाँले तपाईँले हो मलाई बोकेर पछाडि झाडमा बोकेर ए मेरो दादा अहिले निस्किएको छैन नि बङ्गाल दाउ दुकान साथ फिटिक भइरहेको थियो नि त यहाँबाट बोकेर लगेर माथि बोकेर लगाएको यता बिमारी बोक्ने खचर त होइन जो बिमार ठुलो भाइको बाउ पनि के गर्नु बोकेर लगेको होइन यो आमाले अलिकति पानी खान्थ्यो अलिकति आमा पानी खानु न भन्नु अलिक देऊ न पानी हो पानी दिएन होइन खाउ न हो अलिकति पिल्ने छु दिएन हौ अहिले अनि कता पनि आउनु भयो हामी गाडीबाट बाटैबाट होइन ए यो सिङतामबाट हौ यता चाहिँ देखाउनु ल्याएको पहिला जग्गा अच्छा